नेपाल प्रहरीलाई भनिदिनुस्, नेपाल प्रहरीलाई तपाईले जानकारी गराइदिनुस्, तपाईलाई बोलाइयोस् र तपाईमाथि अनुसन्धान गरियोस्। नेपाल प्रहरीलाई यो क्यामेराबाट तपाईले यहाँबाट आह्वान गरिदिनुस्, म निर्दोष छु या म दोषी छु, के छ तपाईलाई भन्न मन लागेको कुरा नेपाल प्रहरीलाई आह्वान गरिदिनुस् तपाईले हाम्रो क्यामेरामा। अब त्यस्तो नेपाल प्रहरीले फोन गर्यो भने बोलायो भने म आउँछु। किन लापरवाही गर्दैछ रूपन्देही प्रहरी? लागू औषध सहित समातिएका व्यक्ति निर्दोष भन्दै छोडिदियो। प्रहरीले मुद्दा अदालत पठाएन। तपाईहरुले तरकारी जुन ल्याउनुहुन्छ नि, फलफुल ल्याउनुहुन्छ, केराको व्यापार गर्नुहुन्छ, त्यो केराभित्र ब्राउन सुगर हालेर लिएर आउनुहुन्छ भन्ने आरोप छ। अब त्यस्तो छ भने त्यो त अब मिसन भण्डाफोर टिमले खोज्न सक्ने वकिल मुसलमान प्रहरीले किन खोज्दैन? प्रहरीले अनुसन्धान भन्दै अभद्र व्यवहारमा मुद्दा चलायो र केही समयपछि प्रहरीले तीनैजनालाई छाडिदियो। छाडिएका व्यक्तिले बाहिर पैसा दिएर छुटेको गाई गुई चलेपछि प्रहरीले फेरि शाहजादेलाई पक्राउ गर्यो र केरकार सुरु गर्यो। तपाईलाई नेपाल प्रहरीले खोजेको छैन कि तपाईको श्रीमती यो भारतीय कुनै ठाउँको वडा अध्यक्ष हुनुहुन्छ, त्यसको पावरले नेपाल पुलिसले समात्न सक्दैन भनेर तपाई खुल्ला हिँडेको त होइन नि? होइन होइन दाइ। कसले लियो 11 लाख रुपैयाँ? 11 लाख लिएका भनिएका बिचौलिया जनप्रतिनिधि को हुन्? लागू औषध ब्युरो शाखा कार्यालय भैरवाद्वारा 16 ग्राम लागू औषध सहित केही व्यक्ति पक्राउ गरियो। मुद्दा अभद्र व्यवहारमा किन चलाइयो? लागू औषध ब्युरो शाखा कार्यालय भैरवाले 16 ग्राम ब्राउन सुगर सहित केही व्यक्ति त समात्यो, तर जिल्ला प्रहरी कार्यालय रूपन्देहीले मुद्दा अदालत नै नपुर्याई किन छाडिदियो? ब्राउन सुगर सहित समातिएका आरोपित कसरी छुटे? कसले लियो 11 लाख रुपैयाँ? 11 लाख लिएका भनिएका बिचौलिया जनप्रतिनिधि को हुन्? निर्दोष भनेर छाडिएका शाहजादे खान फेरि किन पक्राउ परे? मुख्य अभियुक्त भनिएका भारतीय वकिल मुसलमानलाई किन खोज्दैन प्रहरी? मिसन भण्डाफोर टिमले खोज्न सक्ने वकिल मुसलमान प्रहरीले किन खोज्दैन? आदरणीय दर्शकबिन्दहरू, मिति 2083 1 महिना 11 गते लागू औषध ब्युरो शाखा कार्यालय भैरहबाट खटिएको प्रहरीले सूचनाका आधारमा बेलैयामा रहेको बब्लु भन्ने केरा व्यापारीको पसलबाट 16 ग्राम ब्राउन सुगर अर्थात् 1 ग्रामको 16 पुडिया ब्राउन सुगर बरामद गर्यो। तर तत्कालै बब्लु भन्ने व्यक्तिको सूचनाको आधारमा प्रहरीले शाहजादे र इरफान भन्ने व्यक्तिलाई पनि पक्राउ गर्यो। प्रहरीले अनुसन्धान भन्दै अभद्र व्यवहारमा मुद्दा चलायो र केही समयपछि प्रहरीले तीनैजनालाई छाडिदियो। प्रहरीले मुद्दा अदालत पठाएन। लागू औषध सहित समातिएका व्यक्ति निर्दोष भन्दै छोडिदियो। एकजना वकिल मुसलमान भन्ने भारतीय व्यक्तिलाई प्रमुख योजनाकार बनायो। फाइल बन्द गर्यो। छाडिएका व्यक्तिले बाहिर पैसा दिएर छुटेको गाई गुई चलेपछि प्रहरीले फेरि शाहजादेलाई पक्राउ गर्यो र केरकार सुरु गर्यो। किन पैसा दिएर छुटेको भनिस् भन्दै प्रहरीले 3 दिन शाहजादेलाई हिरासतमा राख्यो। अनुसन्धानका लागि हिरासत राखेको भनिएका शाहजादेलाई 3 दिनपछि प्रहरीले छाडिदियो। तर मुद्दा अदालत लगेन। प्रहरीले भारतीय नागरिक वकिल मुसलमानलाई प्रमुख योजनाकार त बनायो, तर वकिल मुसलमानलाई खोज्ने काम भने गरेन।
फोन गरेन वकिल मुसलमानको नेपालमै रहेको कार्यालयसम्म प्रहरी पुगेन, जबकि वकिल मुसलमानको कार्यालय पक्राउ परेका तीनैजनालाई थाहा थियो। किन लापरवाही गर्दैछ रूपन्देही प्रहरी? यो अवस्थाको नाली बेली बुझेपछि मिसन भण्डाफोर टिम वकिल मुसलमान खोज्न भारत पुग्छ र उनीसँग कुराकानी गर्दछ। तपाईँको शुभ नाम के हो? मेरो शुभ नाम वकिल अहमद। वकिल अहमद, तपाईँले नेपालमा केही कारोबार गर्नुहुन्थ्यो? आलु प्याजको फलफुलको गरेको थियो। तपाईँले ब्राउन सुगर पनि सप्लाई गर्नुहुन्छ? होइन 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 गर्नुहुन्न? पनि मैले गरेको छैन यस्तो। तपाईँलाई नेपाल प्रहरीमा तपाईँको नाम हेड लिस्टमा, रूपन्देही प्रहरीले तपाईँको नाम हेड लिस्टमा राखेर ब्राउन सुगर कारोबारीको 1 नम्बरमा तपाईँको नाम राखेको छ। वैशाख 11 गते तपाईँका साथीहरू बब्लु भन्ने एकजना व्यक्ति, शाहजादे भन्ने र इरफान भन्ने व्यक्तिहरू पक्राउ परे। त्यसमा तपाईँको हेड लिस्टमा तपाईँ जुन मेन मान्छे तपाईँ हो भनेर रूपन्देही प्रहरीले राखेको छ। तपाईँ हाजिर हुन जानुहुन्छ कि जानुहुन्न? मेरो त्यसमा केही गल्ती नै छैन, म हाजिर भइहाल्छु। त्यहाँ तपाईँ पुलिसमा जानुहुन्छ? म गइहाल्छु। म त्यसमा मेरो केही ऊ छैन सरोकार। मेरो माथि अफिस छ। अब जुन केटाहरू थियो अब उनीहरूको अफिसमा के भयो के भएन मलाई थाहा छैन, तर म आफ्नो अफिसमा गइरहेको थियो। माथि मेरो अफिस माथि छ, उनीहरूको अफिस तल छ। म आफ्नो अफिसमा गयो, उनीहरू पनि सोचे मेरो यहाँ पहिला पनि काम गरेको। उनीहरू कसले गरेको? बब्लुले पनि गरेको, साहेबले पनि गरेको। बब्लु र साहेब, जुन इरफान भन्ने साहेब छन् उनी र बब्लु तपाईँको वर्कर हुन्, कामदार हुन्, पहिला स्टाफ हुन् हैन? 2 वर्ष पहिला गरेको, तर मेरो पैसा यताउता नेपालमा फसिहाल्यो धेरै। तर मैले भने कि अब त्यति त गर्न सक्दैन, पैसा उधारो जान्छ धेरै। म आफ्नो केरासेराको काम गरिरहेको थियो, अरू पनि यो मम्फली पनि काम गरिरहेको थियो कस्टमको। अब म आफ्नो अफिस, मेरो अफिस पनि छ त्यहाँ, मेरो अफिस पनि छ वहाँ नेपालमा बेलैया रवि मनी चेन्जरको माथि छ मेरो अफिस। ए, तपाईँको बेलैयामा अफिस पनि छ? तपाईँको अफिसमा अहिलेसम्म नेपाल प्रहरीले सोधखोज गर्न आएको छ कि छैन? तपाईँ र स्टाफलाई तिम्रो साउजी कहाँ हुनुहुन्छ, वकिल मुसलमान कहाँ छ भनेर सोध्न आयो कि आएको छैन? नै त्यस्तो छैन सर। तपाईँको नेपाली नम्बर छ? नेपाली नम्बर छ, चलिरहेको छ। तपाईँलाई नेपाल प्रहरीले तपाईँ कहाँ हुनुहुन्छ, हाजिर हुन आउनुहोस्, तपाईँलाई भेट्नु पर्ने छ, तपाईँको नाममा आरोप छ भनेर नेपाल प्रहरीले तपाईँलाई फोन गरेकै गरे होइन? नै फोन त भएको छैन, गरेकै छैन। तपाईँलाई हामी आज यो भारतीय भूमिमा भेट्दैछौँ। तपाईँ खुल्ला तरिकाले भारतीय भूमिमा हिँडिराख्नु भएको छ। तपाईँ नेपालमा यो बिचमा नेपाल जानुभएको छ, वैशाख 11 गते पछि तपाईँ नेपाल जानुभएको छ कि छैन? एकजनाको आँखाको प्रब्लम थियो, आँखाको प्रब्लम भयो, त्यहीँ गएको थियो। कुन ठाउँमा? त्यही भएर तपाईँ भैरवा पनि जानुभयो, बुटवल जानुभएको छ कि छैन? बुटवल अस्ति गएको थियो, अस्ति जानुभएको थियो? अस्ति गएको थियो बुटवल, एउटा काम थियो। अब त्यही पैसा फसेको थियो, त्यही भएर गएको थियो। पैसा केराको अब भनेपछि अहिले छैन पैसा, अहिले दिन सक्दैन, पछि दिन्छु मोबाइल। ठिक छ। तपाईँलाई नेपाल प्रहरीले खोजेको छैन कि तपाईँको श्रीमती यो भारतीय कुनै ठाउँको वडा अध्यक्ष हुनुहुन्छ, त्यसको पावरले नेपाल पुलिसले समात्न सक्दैन भनेर तपाईँ खुल्ला हिँडेको त होइन नि? होइन होइन, यहाँ नेपाल जस्तो छैन। यहाँ एउटा वडा अध्यक्ष भन्ने सभासद भन्छन्, त्यहाँ नेपालको जस्तो सदस्य हुन्छ त्यस्तै हुन्छ, त्यस्तो छैन। पावर भन्ने हुँदैन? पावर भन्ने हुँदैन। नेपाल प्रहरीले चाह्यो भने तपाईँलाई जति बेला पनि लैजान सक्छ? नेपाल प्रहरी त्यस्तो भयो भने समात्नै पर्दैन, त्यस्तो भयो भने मलाई बनाउनु छ। म तपाईँ आफै जानुहुन्छ? तपाईँले ब्राउन सुगरको काम केही पनि गर्नु भएको छैन? अब मलाई भन्नुहोस् वकिलजी, ओके मलाई भन्नुहोस्, तपाईँले तपाईँको नाम किन जोडियो, तपाईँलाई फसाउन किन खोजियो? अब यसमा अब के भन्ने, अब कसरी के गरिरहेछ, उनीहरूले किन गरिरहेछ, म त हेल्प गर्छु मान्छेलाई। म कहिले कसको पनि विरोध गरेको छैन। अब कुनै किन यस्तो मेरो नाम लगाइरहेछ, कसले लगाइरहेछन् त्यही। तपाईँ नेपालमा प्रहरी कार्यालयमा हाजिर हुनुहुन्छ? हाजिर हुनु खै, कहिले हाजिर हुनुहुन्छ? अब त्यस्तो भयो भने के छ त्यसमा त म हाजिर भइहाल्छु, त्यस्तो छैन केही। तपाईँलाई यति बेला प्रहरीले वकिल मुसलमान 16 ग्राम ब्राउन सुगरको डिजाइनर, 16 ग्राम
लिएर आउने व्यक्ति र तस्कर गर्ने व्यक्ति, लागु औषध ओसार पसार गर्ने मेन व्यक्ति वकिल मुसलमान भनेको छ। तपाईँ यो विषयमा नेपाल सरकार, नेपाल प्रहरीलाई के भन्न चाहनुहुन्छ? अब नेपाल प्रहरी अब त्यसमा जसले गरेछ उसलाई त दण्ड दिनै पर्यो। तपाईँले गरेको भए तपाईँले सजाय पाउनु पर्यो। निर्दोष मान्छे फस्नु भएन, निर्दोष मान्छे फस्न पाएन, तपाईँलाई फसाउने मान्छेलाई पनि छोड्नु भएन। छोड्नु भएन। यही हो कुरा। यही कुरा यो विषयमा तपाईँ जानकार त हुनुहुन्छ नि होइन? 16 ग्राम समातियो, तपाईँको नाम पनि लियो भन्ने जानकार त हुनुहुन्छ? अब 16 ग्राम अब भनेको हल्ला भयो थियो, सुने तपाईँको नाम आएको पनि हल्ला थियो? हल्ला थियो, तर मेरो नाम पछि त्यसले भने नाइ त्यस्तो छैन, त्यस्तो छैन। कसले भन्यो? त्यस्तो हल्ला जुन गरेको थियो केटाहरूले, मान्छेहरूले। किन तपाईँको नाम यसरी किन ल्याइयो? तपाईँको नाम किन आयो? तपाईँलाई के लाग्छ? मेरो नाम यस्तो लागेछ। अब उनीहरू अब कसले लिए, किन लिए कि म कमजोर मान्छे छु, त्यसमा उसलाई हालिदिउँ, उसलाई केही गर्न सक्दैन। तर नेपाल सरकार र नेपाल प्रशासनको विश्वास छ, मेरो विश्वास छ। नेपाल सरकारले, प्रशासनले जुन गर्नुहुन्छ भने राम्रै गर्नु। तपाईँमाथि आरोप के छ भने नि, तपाईँहरूले तरकारी जुन ल्याउनुहुन्छ नि, फलफुल ल्याउनुहुन्छ, केराको व्यापार गर्नुहुन्छ, त्यो केराभित्र ब्राउन सुगर हालेर लिएर आउनुहुन्छ भन्ने आरोप छ। अब त्यस्तो छ भने त्यो त अब कसले भन्यो होला, हल्ला गर्यो होला, त्यस्तो छैन। तपाईँहरूले तरकारीमा, त्यस्तो छैन, फलफुलमा, केराहरूमा ब्राउन सुगर लागु औषध लैजानुहुन्न, तस्करी गर्नुहुन्न? त्यस्तो छैन, त्यस्तो केही छैन सर, केही पनि छैन। त्यस्तो केही। तपाईँ निर्दोष हुनुहुन्छ? निर्देश तपाईँ नेपाल प्रहरीले बोलाएको खण्डमा तपाईँ नेपाल प्रहरीकोमा जानुहुन्छ, जान्छ। नेपाल प्रहरीलाई सहयोग गर्नुहुन्छ, अनुसन्धानलाई सहयोग गर्नुहुन्छ, र जो दोषी हुन् तिनलाई चाहिँ सजाय पाउनु पर्यो। तपाईँ निर्दोष हुनुहुन्छ। म निर्देश छु। एकचोटि तपाईँले हाम्रो क्यामेरामा नेपाल प्रहरीलाई भनिदिनुहोस्, नेपाल प्रहरीलाई तपाईँले जानकारी गराइदिनुहोस्, तपाईँलाई बोलाइयोस् र तपाईँमाथि अनुसन्धान गरियोस्। नेपाल प्रहरीलाई यो क्यामेराबाट तपाईँले यहाँबाट आह्वान गरिदिनुहोस्, म निर्दोष छु या म दोषी छु, के छ तपाईँलाई भन्न मन लागेको कुरा नेपाल प्रहरीलाई आह्वान गरिदिनुहोस् तपाईँले हाम्रो क्यामेरामा। अब त्यस्तो नेपाल प्रहरीले फोन गर्यो भने, बोलायो भने म आउँछु, म आफ्नो भन्छु, म त्यस्तो काम गरे छैन। अब जुन मान्छेले गरेछ त्यो मान्छेले सजाय पाउनु पर्यो। नेपाल प्रहरीले तपाईँसित कसरी कन्ट्याक्ट गर्ने? तपाईँ त नेपालमा हुनुहुन्न, तपाईँ त भारतमा हुनुहुन्छ। यति बेला हामी तपाईँसित भारतमा आएर कुरा गर्दैछौँ होइन? नेपाल प्रहरीले तपाईँसँग कसरी कन्ट्याक्ट गर्ने? नेपाल प्रहरीले अब नेपाली नम्बर मेरो छ, नेपाली नम्बर पनि तपाईँसित छ, तपाईँले हामीलाई इन्डियन नम्बर पनि दिनुहुन्छ। हामीले नेपाल प्रहरीलाई तपाईँको नम्बर दिएर जसको नाम तिमीहरूले हेड लिस्टमा राखेका छौ, त्यो हेड लिस्टमा राखेको वकिल मुसलमान यो नम्बर हो, तिमीहरू कन्ट्याक्ट गर भनेर हामीले नेपाल प्रहरीलाई नम्बर दिए हुन्छ? तपाईँको दिए हुन्छ? तपाईँलाई नेपाल प्रहरीले फोन गर्छ, तपाईँ नेपाल प्रहरीकोमा हाजिर हुन जानुहुन्छ। हुन्छ। तपाईँको जुन नाम आयो नि, बब्लु, शाहजादे, अनि अर्को इरफान भन्ने के भन्नुभयो तपाईँले? इरफानको अर्को नाम के भन्नुभयो? इरफानहरू के साहेब। उनी व्यक्तिहरू नेपाली हुन् कि भारतीय हुन्? अब उनीहरू त भारतीय हो। यी सबै तिनैजना भारतीय हो? बब्लु भन्ने व्यक्ति नेपाली हो, शाहजादे र साहेब भन्ने सुनौलीको। यिनीहरू नेपाली होइन? यिनीहरू सुनौलीको। यिनीहरूको घर तपाईँलाई थाहा छ? घर सुनौलीको। अब किन थाहा हुने, घर थाहा छैन? सुनौलीको। यिनीहरू आफूलाई नेपाली भन्ने दाबी गर्छन्, यी नेपाली होइनन्। अब उनीहरू भन्छ भने अब के, अब मलाई त त्यति थाहा छैन कि के छ, नागरिकता छ कि नै छैन, त्यो विषय फरक होला पछि अब होला। त्यसमा त मलाई थाहा छ यही कि सुनौलीको उनीहरू। वकिल मुसलमान भन्छन् मलाई प्रहरीले फोन गरेर बोलाओस्, म हाजिर हुन तयार छु, मैले गल्ती गरेको छैन, मलाई फसाउन खोजिँदैछ। हामी गृह मन्त्रालय, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान कार्यालय, लागु औषध ब्युरो लगायत सम्बन्धित सरकारवाला निकायलाई आग्रह गर्दछौँ, तुरुन्तै अनुसन्धान गरियोस्। लापरवाही गर्ने प्रहरी होस् वा लागु औषध कारोबारी होस्, उम्कन कोही पनि नपाओस्, अदालतको ढोका ढकढकाउन बाध्य नपारियोस्। फलोअप रिपोर्ट सहित आउने नै छौँ, न पक्ष न विपक्ष, सधैँ निष्पक्ष।
तपाईँ हाम्रो एउटै स्वर कार्यक्रम मिसन भण्डाफोर। धन्यवाद मिसन भण्डाफोर टिम।